नमस्कार सम्पूर्णमा नेपाली कथाहरू युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज म शिशिर र बसन्तको कथा लिएर आएको छु। कृपया सुनिदिनु होला। एकादेशमा एक बडो प्रतापी राजा थिए। उनका शिशिर र बसन्त नाम गरेका दुई राजकुमार थिए। रानी पनि परम सुन्दरी थिइन्। राजा र रानीको परस्परमा बडो प्रेम थियो। एक दिन राजा शिकार खेल्न गएका थिए। रानी झ्यालमा बसेर बत्ती काट्दै थिइन्। अकस्मात उनको नजर एउटा भँगेराको गुडमा पर्यो। त्यो गुडमा रहेको बच्चाहरूलाई माउले आफ्नो चुचोमा आहार ल्याएर बराबर खुवाएको देख्दा रानीलाई बडो रमाइलो लाग्यो। तर अफसोस, एक भँगेरी आफ्नो बच्चालाई चारो खुवाएर के बाहिर निस्केको थिए एउटा ब्यादाले प्याट्ट गुलेली हानेर उसलाई मारिदियो। रानीको मनमा बडो विषाद पर्यो। एक क्षणमा भँगेरा आएर उसलाई खोज्न थाल्यो। पोथीलाई कतै नभेटेपछि एकछिन जिङ्रिङ्ग परेर झोक्राइरह्यो अनि फेरि पछि आफ्नै सुसिन्देमा लाग्यो। भोलिपल्ट पनि उसै गरी रानी झ्यालमा बसेर भँगेराको गुडतिर हेर्छिन् त भालेले अर्कै पोथी ल्याइसकेछ। केही बेरसम्म त त्यो पोथीले सौताको छोराछोरीलाई आहार ल्याउँदै खुवाउँदै थिए। तर पछि उसलाई झर्को लाग्न थाल्यो अनि त्यसपछि उसले ती बच्चाहरूलाई चुच्चोले तानी तानी गुडबाट खसाल्दिए। राम्रोसँग पाख्न उम्रेको ती बिचरा बच्चाहरू च्याँ च्याँ गर्दै जमिनमा पछारि मरे। सौताको दिल यहाँसम्म निष्ठुरी हुँदो रहेछ भन्ने देखेर रानीको मनलाई चिन्ताको अघोर कालो बादलले ढपक्क ढाकी अन्धकार पारिदियो। उनी मनमनै भन्छन्, केही गरी म चाँडै मरिहाले भने राजाले अवश्य अर्कै बिहे गर्नेछन् अनि मेरो बालक छोराहरूको के दशा होला। यही चिन्ताले आकुल भएर रानी बरबर्ती आँसु खसाल्न थाल्छिन्। रुँदा रुँदा दिन पनि बित्यो। जब साँझ पर्यो अनि राजा शिकारबाट फर्केर आए, रानीको त्यो अवस्था देखेर खुब हडबडाएर सोध्न लागे, रानी, के भयो तिमीलाई? किन यसरी रोइरहेकी? अनि रानी भन्छन्, यस्तो राम्रो संसार चटक्कै छोडेर एक दिन जानुपर्छ भनेर। राजा अचम्म मान्दै भन्छन्, जुन कुराको उपाय नै छैन त्यही कुराको चिन्ता गरेर किन अहिलेको सुखमा बाधा पार्ने किसिमको कुरा गर्छौ तिमी? रानी भन्छन्, छैन प्रभु, मरुला कि भनेर शोक लागेको हो। तर आफ्नो निमित्तको शोक होइन, खालि मेरो बालक कुमारहरूको निमित्त हो। राजा अचम्म हुँदै सोध्छन्, किन र? अनि रानीले भँगेराको जानको यथार्थ हाल राजालाई सुनाएर भनिन्, म केही गरी चाँडै मरिहाले भने हजुरले दोस्रो बिहे नगरी अवश्य छोडी बक्सिने छैन। राजाले झट्टपट्ट अङ्कमाल गरेर रानीलाई भने, त्यस्तो पनि कतै हुन सक्छ? पहिले त तिमी भर्खरको छौ, साधारण हिसाबले तिम्रो आयु अझै धेरै वर्ष छ। उसमा पनि केही गरी दैवको कुदृष्टि परेमा म कहिल्यै दोस्रो बिहे गर्ने छैन। राजाको यो कुरो सुनेर एकछिन त रानी चुप लागिरहन्। तर भित्री मनमा उसको शङ्का गढिरह्यो। सौतिनी आमाको हातमा परेका भँगेराको बच्चाहरूको दुर्दशा उसको मनमा रात दिन खड्किरह्यो। चिन्ता चिन्ता हर बखत चिन्ता। तिनैले उसलाई चिताको बाटो देखाउन थाल्यो। बाहिर देख्दा भने व्यथा केही छैन। रात दिन झन झन दुब्लाउँदै गइन् र एक दिन यो अनित्य संसार छोडेर गइन्। रानी परलोक हुँदा सारा दरबारमा रुवाबासी चल्यो। राजाले अलि दिनसम्म त पुनः विवाहको विचारलाई मनमा झुल्किन पनि दिएनन्। तर मरेकाको माया सधैँ कहाँ अटल रहन्थ्यो र? दिन प्रतिदिन घट्दै गयो र रानी बिनाको राजगद्दी शोभा भएन भनेर मन्त्रीवर्गले पनि कराउँदै गए र त्यसपछि राजाले अर्को बिहे गरे। केही काल त सुखसँग बित्यो। राजाको मन राख्नको निमित्त कान्छी रानीले पनि बिचरा ती टुहुरो शिशिर र बसन्तको निमित्त माया देखाए जस्तो गरिन्। तर यथार्थमा उसलाई सौतिनीको रोगले देखाउँदै देखाउँदै गयो। आपसमा देख्दा ती बालकहरूले कराएको आवाजले पनि उसलाई सोला दिन्थ्यो। एक दिन ती दाजुभाइ भकुण्डो खेल्न लागेका थिए। भकुण्डो अकस्मात उफ्रेर आफ्नो श्रृङ्गार गर्न लागेको रानीको ऐनामा बज्रन गई उसको लाली, गाजल इत्यादि जथाभावी भयो। त्यो देख्दा रानीलाई साह्रै रिस उठ्यो। ती पाजीहरू यो भकुण्डो दिँदै दिन्न भनेर काखमा च्यापिरहिन्। केही बेरसम्म पछि हस्याङ फस्याङ गर्दै बसन्त खोपीमा आएर मुवा, संयोगले हाम्रो भकुण्डो हजुरको खोपीमा पर्न गयो। हामीले जानी जानी गरेका होइनौँ। रिसानी माफ होस्, भकुण्डो फिर्ता पाऊँ भनेर बिन्ती गरे। रिसले चुर भएर लाल लाल आँखा गर्दै रानीले भन्छन्, सौताको छोराहरू भए पनि आफ्नै समान गरेर कत्रो दया माया गरेको त? मलाई शत्रु झैँ भकुण्डोले ताकेर हान्ने? म भकुण्डो फिर्ता दिँदै दिन्न, जा जे गर्छस् गर। रानीले यसरी झपार्दा बिचरा बसन्त के भन्न सक्थे। निन्याउरो मुख ल्याएर दाजु शिशिर कहाँ गएर हामीदेखि मुवा साह्रै रिसानी भयो, भकुण्डो बक्सिएन भनेर बिन्ती गरे। भइगयो, म
म मागेर ल्याउँछु भनेर शिशिरले मुवाको खोपमा गएर भकुण्डो मागे। रानीले अनेक तरहको गाली र भकुण्डो दिन्न भनेर अड्डी लिइन्। यो सब शिशिरलाई असह्य भयो। झट्टपट्ट अगाडि गएर रानीको काखमा रहेको भकुण्डो टपक्क टिपेर उनी सरासर चले। अब रानीको रिसको सीमा रहेन। आफ्नो सिँगारपट्टा सबै बिगारी बाटेको कपाल पनि लासलुस पारी उल्टे आग्लो ठोकेर रोएर बसिरहिन्। जब राजा साँझमा आएथे रानीले हत्तपत्त ढोका खोल्दै खोलिनन्। खाली गुक्क गुक्क गर्दै भित्र रोएर बसिरहिन्। राजाले अनेक फकाई ल्याई फकाई मात्रै गर्दा बल्ल तल्ल ढोकाइ गर्यो। उसको त्यो दुर्दशा देखेर राजा भयभीत भए। राजाले सोधपुछ गर्दा रानीले आफूमाथि राजकुमारले गरेको बनावटी अत्याचारको कुरा सुनाउन थालिन्। हजुरको छोराहरूले मलाई भकुण्डोले हाने, किन यसो गर्यौ भन्दा त मलाई उल्टै झ्याङलाङ झुङलुङ पारेर कपाल समेत लुसिदिए। यो अत्याचार मलाई असह्य भयो। रानीको यो कुरा सुनेर राजाले भने, रानी सन्ताप नगर, लौ भन ती पाजीहरूलाई के सजाय दिउँ। अब रानीलाई ठुलो मौका पर्यो। राजालाई झट्टपट्ट बाचा बधाई, लौ त त्यसो भए ती दुई राजकुमारलाई जङ्गलमा लगी काट्न लगाई तिनीहरूको मुटु कलेजो ल्याउन ल्याइदि बक्सियोस्। अब राजालाई भारी फसाद पर्यो। रानीले भनेको मानु भने आफ्नो छोरा नबच्ने, नमानु भने आफूले बाचा हारिसके। आखिर केही सिप नलाग्दा राजाले भोलिपल्ट राजकर्मचारीलाई बोलाई यी राजकुमारहरूलाई जङ्गलमा लगेर मारी यसको मुटु कलेजो ल्याउन आग्रह गरे। राजाको हुकुम त कर्मचारीहरूले मान्नै पर्यो, तर ती अबोध बालकहरूलाई मार्न कसको दिलले मान्ला र। जे भए पनि ती बालकहरूलाई लिएर राजकर्मचारीहरू एक घोर जङ्गलमा गए र दुईटा मृग मारी उनीहरूको कलेजो मुटु झिकी बालकहरूलाई त्यसै छोडेर आए। अब ती बिचरा बालकहरूले त्यो घोर जङ्गलमा के गरून्, देखे सुनेको कतै केही छैन। रात पर्दै आयो, जाडोले मुटु कमाउन थाल्यो। दुवैजना मिलेर जिजा बटुले, तर आगो पार्ने सरजम उनीहरूसँग केही थिएन। त्यसकारण शिशिरले बसन्तलाई भने, भाइ यो कायदाले भएन, तिमी यही बसिराख, म नजिकको गाउँमा गएर आगो लिआउँछु। यति भनेर बसन्तले एक्लै छोडेर शिशिर आगोको खोजीमा गए। जङ्गलबाट निस्केर यताउति हेर्दा पूर्वपट्टि अलि टाढा बत्ती बलिरहेको देखे र त्यतैतिर लागे। तर पनि जति जान्छन् तापनि आगो भएको ठाउँमा पुग्न सक्दैनन्। हुँदा हुँदा उज्यालो पनि भयो, घाम पनि झुल्के, अनि उनको नजरमा एउटा ठुलो सहर पर्यो। सहरतिर उक्लेर अलिकति कदम के बढाएका थिए, गजबले झकिझकाउ भएको एउटा हात्ती आएर उनलाई समातेर पिठमा राखी राजदरबारमा लग्यो। त्यहाँ तयार रहेका गुरु पुरोहित मन्त्रीवर्गले शिशिरलाई सुनको घडाले अभिषेक गरेर राजगद्दीमा बसाले। यी सबै शिशिरलाई सपना जस्तो लाग्यो। कति कारणले आफूलाई राजा बनाएको हो भनेर उसलाई केही पनि थाहा भएन। भोजन समाप्त भएपछि मन्त्रीवर्गसँग कुराकानी गर्दा बल्ल उनले यथार्थ कारण बुझे के रहेछ भन्ने। यो देशमा दिनको एउटा राजा फेरिँदो रहेछन्। दिनभरि राज्यको सुख सहयोग गर्यो, राति सुत्न गयो भनेर रानीको खोपमा गयो, भोलिपल्ट बिहान त राजा मरिरहेको। यसको हेतु बुझ्न नसक्दा सारा दरबारियाहरू हार खाएका रहेछन्। शिशिरले पनि त्यो दिन सुखमा बिताए, तर जब राति पर्यो अनि उसलाई के होला कसो होला, मारिने पो हो कि भन्ने चिन्ताले सताउन थाल्यो। जब सुकेलाको समय भयो उनी रानीको खोपमा गए। रानी पनि यति नौजवान राजालाई देखेर मक्ख परिन्, अनि उनीहरू राति मिठा मिठा कुराकानी गर्न थाले। अलिअलि गर्दै रानीलाई निद्राले छोप्दै आयो। उनी सुत्न आफ्नो शयन कक्षतिर गए। शिशिर पनि रानीको समीपमा नाङ्गो तरबार हातमा लिएर ठिङ्रिङ्ग उभिरहे।